माननीय परराष्ट्र मन्त्री शिशिर खनालले आजै रसुवामा आएको बाढी तथा यसबाट उत्पन्न परिस्थिति, राहत, खोज र उद्धार लगायत आकस्मिक समयमा उठेका प्रश्नहरूको सन्दर्भमा सरकारको तर्फबाट सदनलाई जानकारी गराउन समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, आज यति बेला हामी राष्ट्रिय विपदको अवस्थामा छौँ। यहाँले पनि विभिन्न ढङ्गले समाचारहरू देखि नै राख्नु भएको छ। अत्यन्त प्रारम्भिक अवस्था भएको भएर सबै सूचनाहरू पूर्ण छैनन्। प्रारम्भिक सूचनाहरू केही आधारमा पनि केही नेपालीहरूले यो विपदमा ज्यान गुमाइसक्नु भएको भन्ने प्रारम्भिक सूचना छ। आज मृत्युवरण गर्नुहुने, यो विपदमा मृत्युवरण गर्नुहुने प्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र हालसम्म नेपाल सरकारले गरेका काम कारबाहीहरूबारे सम्मानित सदनलाई नेपाल सरकारको तर्फबाट केही जानकारीहरू गराउँदैछु। प्रारम्भिक सूचना अनुसार आज बिहान अन्दाजी 8:40 तिर रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँ टिमुरे, स्याफ्रोबेसी, भेत्रावती, त्रिशुली, बट्टार, देवीघाट लगायतको स्थानमा निकै ठूलो क्षति पुगेको छ। अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ। भोटेकोशी तथा त्रिशुली नदीको तटीय क्षेत्रमा जोखिम देखिएको हुँदा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र नागरिकहरूलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, SMS, माइकिङ, सामाजिक सञ्जाल लगायतका माध्यमबाट तुरुन्तै सूचना सम्प्रेषण गरिएको थियो। लगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बिहान 11 बजे बसी प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक कदम चाल्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको थियो। त्यसपछि लगत्तै मन्त्री परिषदको आकस्मिक बैठक बसी देहाय बमोजिमको निर्णयहरू पनि गरिएको छ। आज बसेको मन्त्री परिषदका निर्णयहरू: रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा सम्मत 2083 साल भदौ 10 गते आएको भीषण बाढीबाट गएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै उक्त घटनामा परि मृत्यु हुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने, शोक संतप्त परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने। 2. उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूमा मिलाउने। 3. उक्त घटनामा घाइते भएका एवं विचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्न निर्देशन दिने। 4. घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने। 5. उक्त घटनाबाट अवरुद्ध हुन पुगेका सडकहरू पुनः सञ्चालन तथा उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने। 6. बाढीबाट अवरुद्ध हुन पुगेको विद्युत आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने प्रबन्ध ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले मिलाउने। 7. अवरुद्ध हुन पुगेका दूरसञ्चारको तत्काल सञ्चालनको व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने। 8. उक्त घटनाका मृतक परिवारलाई प्रचलित कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने। 9. क्षति भएका सार्वजनिक संरचना
तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुनर्निर्माण गर्न आवश्यक पर्ने आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मा माननीय अर्थमन्त्रीलाई दिने। 10. विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई 3 महिनाको अवधिको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 को दफा 32 बमोजिम विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था गृह मन्त्रालयले मिलाउने। 11. विपदबाट प्रभावितहरूको खोज उद्धार तथा राहत र घाइतेको उपचारमा सहयोग गर्न सम्बन्धित प्रदेश सरकार स्थानीय तहहरू एवं सङ्घ संस्थाहरूलाई आह्वान गर्ने। मन्त्री परिषदले गरेको यी निर्णयहरू बाहेक हालसम्म हामी नेपाल सरकारसँग उपलब्ध सूचनाहरूको बारे म सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक समेत बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा र राहत परिचालनबारे समन्वय भइरहेको छ। रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरीतर्फका 9 जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको अवस्था छ। त्यस्तै गरी नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्कविहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्कभन्दा बाहिर हुनुहुन्छ। प्रभावित क्षेत्रमा हालसम्म 9 जनाको शव फेला परेको र शनाखत हुन बाँकी रहेको अवस्था छ। भौतिक पूर्वाधारतर्फ सडक, पुल, जलविद्युत र सञ्चार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ। नुवाकोटमा केन्द्रीय कार्यालय डुबान भई 3 वटा साधन पनि बगाएको देखिन्छ। पृथ्वी राजमार्गको गल्सी नुवाकोट रसुवाको स्याफ्रुबेसी सडक तथा मुगलिङ नारायणघाट सडकमा तत्काल यात्रा नगराउन सम्बन्धित स्थानीय तह, प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकहरूको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 वटा हेलिकप्टर परिचालन भएका छन्। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार थप हवाई तथा स्थल उद्धार स्रोत परिचालन गरिनेछ। उद्धार गरिएका घाइते नागरिकहरूको उपचारको लागि नुवाकोट स्थित जिल्ला अस्पतालमा नेपाली सेनाका 15, नेपाल प्रहरीका 12 र सशस्त्र प्रहरी बलका 15 जना थप चिकित्सक सहितको स्वास्थ्य टोली पठाइएको छ। गम्भीर प्रकृतिको घाइतेको उपचारको लागि ट्रमा सेन्टर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायत 5 वटा स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमा जोखिममा परेका, खोज तथा उद्धार आवश्यक भएका वा तत्काल सहायता आवश्यक परेका नागरिकहरूलाई सम्बन्धित जिल्लाको टोल फ्री नम्बर 1234 मार्फत सूचना लिई उद्धार गर्ने व्यवस्था मिलाइएको छ। रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा रु 1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा आजै गरिएको छ। सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमापारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तरी छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ। हामी थप सूचना आउने बित्तिकै यी अत्यन्त मैले सम्मानित सदनलाई अहिले जानकारी गराएको यी प्रारम्भिक सूचनाहरू हुन्। थप सूचनाहरू आउने क्रममा छन्। आवश्यकता अनुसार नेपाल सरकारले सम्मानित सदनलाई थप जानकारी गराउने नै छौँ। धन्यवाद।